भनिसु त खै त सो हेलो गाइज हामी चाहिँ यहाँ घुम्न जानको लागि रेडी भइरहेको छौँ आफ्टर सो लङ टाइम। अनि यहाँ नमनले कहाँ जाने भनेर गफ लगाउँदैछ। गाडीमा एकछिन हामी बस्न पाएको छैनौँ, सबजना यसरी सुत्यौँ हामी। म पनि भर्खर ड्युटी सकेर आएको थिएँ, नमन पनि गाडीमा बस्न पाएको छैन, उसलाई त यत्तिकै निन्द्रा लाग्छ। त्यसपछि एकैछिन सुत्दाखेरि त आनन्द भएको थियो। अनि जाँदै उहाँ उठ्नुभयो, दुईजना चकचक गर्दै हुनुहुन्छ। गाडीभरि चकचक गर्दै हामी फाइनली पोखरा पुग्यौँ। यस्तो राम्रो भ्यू देखेर आनन्द आयो। रुममा गयौँ, फ्रेस भयौँ। त्यसपछि निस्केर यसो मार्केटतिर हिँड्दै बाउछोर अगाडि हामी पछाडि डुल्दै गयौँ। जाँदा यसो रमाइलो गरे बाटोमा हिँड्दै थियौँ। ठ्याक्कै आरती सकिन लागेको रहेछ, हामी लक्कीले पुग्यौँ त्यो टाइममा। आरती लियौँ, टिका लगायौँ छोरीले, अनि छोरीले टिका लगाएँ, मैले टिका लगाएँ। अनि त्यहाँ साइड भ्यूहरू हेर्दै यसो रमाइलो भयो। छोरीलाई पनि मक्ख पार्दै माया गर भन्ने माया गर्न लगाएँ। त्यसपछि आरती तापेर अनि हामी अब यसो लेक साइडतिर घुम्दै गयौँ। त्यसपछि रमाइलो गऱ्यौँ, नमन जुस खायो, हामीले अरू के खायौँ। त्यसपछि छोरीले पनि हल्का अम्लेटहरू खाए अनि 2-4वटा फोटो खिच्यौँ। त्यसपछि बाटोमा यसो नाइट वाक गर्दै रुमतिर फर्क्यौँ। बिहान हामी 7 बजेसम्म चाहिँ हामी कुद्मिकोट पुगिसकेको थियौँ। त्यहाँ पुग्दा भर्खरै पानी पर्न सुरु भएको थियो। अनि छोरी रेडी भयो निस्केर स्कुटीबाट। अनि छोरी चाहिँ सुत्नु भएको छ उहाँ अझै, त्यही चिसो थियो, त्यही भएर पनि होला। त्यसपछि बिस्तारै हिँड्दै गयौँ, छाता ओढ्दै म छोरी समातेर। अनि छोरो आफ्नै तालमा पोज दिँदैछ, ऊ हिँड्दैछ अगाडि, पछाडि भिडियो बनाइदिनु आमा बाबा भन्दै हिँड्दैछ मक्ख पर्दै। अनि छोरोलाई फकाएर 2-4वटा भिडियो बनाए जस्तो गरेँ, छोरोसँग फोटो खिचे जस्तो गरेँ। हिँड्ने छोरोसँग यताउता खेल्ने बाहनामा भिडियो पनि झ्याप्पै बनाइहालेँ। अनि त्यसपछि फेरि बाबाको पालो आयो, बाबाले पनि फोटो खिच्ने रे, भिडियो बनाउने रे भनेर छोराछोरीसँग भिडियो बनाउने रे भनेर भिडियो बनाउनु थाल्नुभयो। अनि छोरोको पनि 1-2 फोटो खिच्यौँ, हामीले पनि 1-2 फोटो खिच्यौँ, ग्रुपिङ सिङ्गल। अनि त्यसपछि छोरीसँग पनि खिच्यौँ। अनि टी सर्टको अगाडिबाट फोटो खिच्न पऱ्यो, पछाडिबाट फोटो खिच्न पऱ्यो भनेर त्यो पनि खिच्यौँ। फेरि छोरीसँग सेम पोज भएर 2टाको त्यो पनि फोटो खिच्न पऱ्यो, खिचेँ। त्यो खिचेर त्यसपछि हामी तल आयौँ फेवातालमा, ढुङ्गामा चढ्दै छोरोको भिडियो बनाउँदै, छोरो खेल्दै मक्ख पर्दै पूजा गरेर अनि 1 राउन्ड लगाएर त्यसपछि टिका एउटा ग्रुपिङ फोटो खिचेर सिधै हामी खानेतिर लाग्यौँ थकाली। यति भोक लागेको थियो। छोरीको एक्सप्रेसन हेर्नु न, यस्तो छ छोरीको एक्सप्रेसन, छोरोको नाटक हेर्दै एकछिन टाइम पास भयो। अनि यति भोक लाग्यो, खाना यति टाइम लाग्यो हामीलाई आउनलाई। खाना आएपछि अनि हामीले चाहिँ फेरि फटाफट पहिला छोरो अझै नाचिरहेको छ, अझ उसको त फेरि एकदम छ कि एकदम एटेन्सन सिकर छ छोरो चाहिँ, नाचेछ। त्यसपछि खाना आयो, खाना आएको बेरमै हामीले त पहिला फटाफट छोरीलाई खुवाएँ मैले। फेरि उता छोरो चाहिँ आफै खान्छु भनेर परेको थियो। अनि एउटा भिडियो बनायौँ। त्यसपछि खानासाना खाएर हामी घामरुखतिर लागिहाल्यौँ फटाफट। त्यतिखेर निस्किँदाखेरि नै 3 बजे जस्तो बजिसकेको थियो। अनि माथि जाँदा बल्ल एउटा थोरै भ्यू देखेर हो कस्तो मन आनन्द आयो है। अनि त्यसपछि हामी गाडीबाट झरेर अब हिँड्ने कार्यक्रम सुरु भयो। हाम्रो चाहिँ यो स्ट्रिट नम्बर 1बाट हिँड्नुपर्ने थियो। त्यसपछि लोकेसन हामी त्यहाँ दिदीलाई फोन गर्दै अनि निस्किँदाखेरि बाटो चाहिँ अलिअलि हिलो थियो पानी परेको भएर। अनि त्यसपछि यति भारी थियो ब्यागे भगवान्। अनि बिचबिचमा यो खच्चरहरू पनि हिँड्ने बाटो यो हामीसँग भएर डिस्टर्बिङ चाहिँ अलिअलि हल्का भएको थियो। अनि तर रमाइलो भयो। छोरो चाहिँ पुरा एक्साइटेड भएर हिँड्दै थियो, खाँदै त्यहाँ फुलाउँदै हिँडिरहेको थियौँ। बिचबिचमा एकछिन रेस्ट पनि गर्दै हिँड्दै थियौँ। अनि छोरोसँग गफ गर्दै अनि माथि हिँड्दै थियौँ। त्यहाँ लोकेसन अलिकति कन्फ्युज भएर फेरि सोध्दै अनि एकछिन बस्दै
गयौँ अनि उहाँहरू पनि हामीसँगै हाम्रै होटल हामी सेयर गरेर बसेको थियौँ अनि त्यही भएर हामीसँगै आउनुभएको हामीसँगै थियौँ अनि त्यसपछि माथि गयौँ ऊ छोरोले अझै ब्यालुन उहाँ फुलाउँदैछ उसलाई फुलाउने कुरा चाहियो त्यो भनेर बाटोमा उसले कम त गरे होइन हामीलाई अनि फेरि अनि हिँड्दा फेरि उसलाई बाटोमा फुलाउँदा बिचमा चाहिँ घोडा आयो घोडामा बस्ने एकछिन भनेर ऊ एकछिन मक्ख परेर सुरुमा डरायो तर पछि एकछिन चाहिँ रमाइलो भयो है अनि त्यसपछि हामी होटलको बाटो जाँदा बिचमा यस्तो राम्रो फुलहरू थियो अनि भिडियो बनाउँदै गयौँ अनि त्यसपछि अब हामी होटल बस्यौँ यसो ढाडधन काम नभनेको यहाँ पनि छोरोको सुरु भयो अनि त्यसपछि यसो त्यहाँ रुममा फ्रेस भयौँ त्यसपछि हामी तलतिर आयौँ तलतिर आएको चिसो थियो छोरीको टोपी भिजा थियो त्यही भएर केही न केही जुगाड गर्नु पर्यो भनेर अब यस्तो उपाय लाउनु पर्यो खानासाना खायौँ त्यसपछि बाहिर बसेर एउटा दुईवटा भिडियो बनायौँ फोटो खिच्यौँ अनि उहाँ छोरो एकदम धेरै चकचक गर्न थाल्यो त्यसलाई भुलाउनु पनि हुन्छ भनेर हो खासमा चाहिँ अनि त्यसपछि छोरोसँग एउटा दुईवटा भिडियो बनाएर फोटो खिचेर त्यहीसँग खेल्दै थिएँ म चाहिँ अनि एकछिनमा फेरि त्यहाँ रमाइलो गर्ने बेला डान्स सुरु भयो उहाँ बाउ छोरा म पनि नाचेँ छोरो पनि नाच्यो सबैजना उहाँ काठमाडौँको ग्रुप आउनुभएको थियो अनि त्यसपछि एकदम ठुलो ग्रुप थियो ग्रुप अनि रमाइलो थियो फ्यामिलीहरू सबैजना आउनुभएको थियो अनि हामीले त्यही मौकामा नाचिहाल्यौँ नाचेर 10 बजे जस्तो भइसकेको थियो एकछिन छोरी त हामीले त्यहाँ काखमा नाच जस्तो गरेर अनि हामी सुत्यौँ फेरि बिहानै उठेर यो भ्यू हेर्नु न कति राम्रो छ बिहान 5 बजे उठेर सामान प्याक गरेर छोराछोरीलाई उठाएर अनि त्यसपछि हामी 6 बजीसम्म चाहिँ तल झरिसकेको थियौँ 6 बजेतिर थियो अनि हल्का खाजा खायौँ खाजा खाएपछि बिहानै जाने भ्यू अलि हेर्न राम्रो देखिन्छ भन्ने कुरा भएको भएर बिहानै निस्किने भनेको यति राम्रो फुल देखेर मलाई यस्तो मन परेको होइन है यो होटल एउटा ग्रुपिङ फोटो पनि खिच्यौँ सिङ्गल खिच्यौँ अब बिहान यसो खिचौँ न भनेर फेरि लाग्यो हामी हिँड्दै माथितिर अनि बिस्तारै हिँड्दै भ्यूहरू हेर्दै यति राम्रो देखिरहेको थियो कि बिहान त फुलै छुल्छ भन्ने आश चाहिँ थियो छोरो मक्क एकदम एक्साइटेड भएर हिँड्दै थियो छोरो चाहिँ हिँड्यो 95% जस्तो चाहिँ छोरो आफै हिँडेको है मैले एकछिन बोकेँ छोरोलाई भने छोरो चाहिँ सबै हिँडेकै हो अनि एकछिन रेस्ट गर्यो थकाइ लाग्छ भनेर तर फेरि हिँड्यो बाउको हातमा मात्रै हिँड्दैछ अनि बिहान हिँड्दा त गर्मी पनि थिएन कि एकदम शीतल आनन्दको थियो गाउँ कति राम्रो हो कि त्यहाँको त्यो गाउँहरू है अनि त्यसपछि फेरि हिँड्दै हामी अगाडि बढ्दै थियौँ त्यसपछि मैले पनि एउटा दुईवटा भिडियो बनाऊँ न त भन्दै अनि हिँड्दै मैले पनि एउटा भिडियो बनाएँ ठुलो भएपछि के भन्ने रे राजा गर्दैछु म रविन्द्र धाट 1 2 3 ल उड्छ आफै केही गर्दैन आफै उड्छ के छोरो कुतु हुन्छ काछे त्यसो अब नमलाई न मलाई पछाडी समात नि त ए चुडी अनि बाबा छोडी भयो त्यसलाई नि हात्ती हो त्यो पनि हात्ती फेरि हिँड्दै थियौँ अगाडि अनि हिँड्दा यति राम्रो गान्तोकको गाउँ आयो अनि यसो दुईचारवटा फोटो खिच्यौँ भनेर फोटो पनि खिच्यौँ त्यसपछि भिडियो बनाउँदै माथि हामी चाहिँ गान्तोकको यो चिया बगान गयौँ त्यहाँ चाहिँ मेरो चाहिँ फर्स्ट टाइम थियो त्यही भएर म त एकदम एक्साइटेड थिएँ रमाइलो पनि भयो हिँड्न चाहिँ अलिक माथि बढ्नुपर्ने रहेछ अनि हिँड्यौँ त्यहाँदेखि खासै माथि भ्यूहरू नदेखिए पनि तर यसले पनि हामीलाई मुड फ्रेस एकदम गर्यो छोरो एनर्जी ड्रिङ्क खाँदै हामीले एउटा दुईवटा ग्रुपिङ फोटो खिच्यौँ अनि त्यसपछि दुई चारवटा सिङ्गल फोटो खिच्यौँ भिडियो बनायौँ त्यसपछि टिकटक बनाउँदै अनि हामी बिस्तारै तल झर्दै आयौँ तल झर्दाखेरि त सबैलाई एकदम लास्टै थकाइ लागिसकेको थियो छोरोलाई पनि थकाइ लाएर बोक्न पर्यो भनेर अगाडि छोरी पछाडि छोरो राख्दै बोकेपछि हामी रुमतिर लाग्यौँ ड्रेसिङ गऱ्यौँ बाउ छोरोको सुरु भइसक्यो भिडियो बनाउन मैले पनि एउटा दुईवटा भिडियो बनाएँ भिडियो बनाउँदा यस्तो भोक लागेको थियो हामीले चाउचाउ र अमलेट मिसाइकन चाउचाउ खायौँ चाउचाउ खाएपछि फेरि एनर्जीका साथ एउटा दुईवटा फोटो खिच्यौँ त्यसपछि भिडियो बनायौँ छोरोको नक्कल सुरु भयो छोरोले पनि एउटा दुईवटा खिच्यो त्यसपछि चाहिँ अनि हामीलाई बिफोर एन्ड आफ्टर भिडियो बनाउने भनेको थियौँ यस्तो पो भयो भिडियो अब बाँकी नै छ है त्यो चाहिँ आउनु छोरोको नक्कलमा सुरु हुँदैछ यति क्युटी देखेको थियो मैले पनि एउटा दुईवटा सिङ्गल खिचेको थिएँ फोटोहरू यसै गरी हामी तल झरेपछि यति थकाइ लागेको थियो मैले भिडियो यहीँ नै एन्ड गरेँ किन अरू बनाउँदै बनाएको